नमस्ते, मम्स सचरबाट म बिमला विधान हजुरहरू सबैलाई स्वागत गर्न चाहन्छु। आज चाहिँ यो डिफ्रेन्ट भिडियो छ, तर इम्पोर्टेन्ट छ, हेर्नु होला है। अलि लामो पनि हुनसक्छ। यो चाहिँ नि के भन्दाखेरि सबैले स्ट्रगल गरेको छ, सानोबाट बिजनेस सुरु गरेको हुन्छ है। अब बिग एमाउन्ट त अब कसैले गरेको पनि हुन्छ। अब हामी जस्तोले त अब सानोबाट नै स्टार्ट गरेको हुन्छ, स्ट्रगल गरेको हुन्छ होइन। अब तल ग्राउन्डबाट जमिनबाट सुरु गरेको हुन्छ। हामी माथि उठ्न धेरै टाइम लाग्छ, हामीलाई धेरै नै टाइम लाग्छ, गाह्रो छ नि त होइन। अब एकैचोटि त माथि कोही पनि पुग्न सक्दैन। अब त्यसलाई स्ट्रगल गर्नुपर्छ, कति कुराहरू फेस गर्नु पर्यो, कति कुराहरू के गर्नु पर्यो होइन। गाह्रो छ, इट्स नट इजी टु डु बिजनेस, धेरै गाह्रो छ, स्पेसली युएसएमा। अनि अब म के भन्न चाहन्छु भन्दाखेरि अब यो अहिले सोसल मिडिया भएको भएर अझ इजी भएको छ मान्छेहरूलाई कनेक्ट गर्न भनौँ न होइन। अब इजिली कनेक्ट हुन्छ सोसल मिडियाले गर्दाखेरि, धेरै इजी छ सोसल मिडियाले गर्दाखेरि। अनि अब कति कुराहरू त अब कहीँ गइरहनु परेन नि, अब सोसल मिडियाले यसो कनेक्ट भयो, इजी भयो। तर पनि कति कुराहरू त कस्तो गाह्रो हुन्छ भन्दाखेरि कहिलेकाहीँ त होस् लेट देम, आई डोन्ट वान्ट टु डु दिस थिङ भने जस्तो हुन्छ। तर एक मनले सोच्छ होइन, छोराले स्टार्ट गरेको मैले छोड्नु हुँदैन भने जस्तो हुन्छ होइन। उसको लागि भए पनि मैले गर्नुपर्छ यो भनेर म गर्दैछु। अब छोड्ने कुरा त भएन, उसले स्टार्ट गरेको होइन। अब त्यो पनि त्यो जस्तो उसमा 2 दिन अगाडि र 2 दिन पछाडिको कुरा छ, छोड्ने त कुरा भएन। अनि त्यही भएर गर्दैछु। अनि कहिलेकाहीँ चाहिँ अब यो म कहाँ गएर ऊ हुन्छ भन्ने कुरा नि मलाई थाहा भएन कि मैले यो किन स्टार्ट गर्दैछु भन्दाखेरि मलाई अलिकति हट चाहिँ के भयो भने सोसल मिडियामा मैले अब हुन त उहाँहरू बिजी हुनुहुन्छ, उहाँहरूलाई म दोष दिँदैन, म आफूले नै स्ट्रगल गर्नुपर्छ, आई नो द्याट। तर कहिलेकाहीँ के हुन्छ भन्दाखेरि उहाँहरूलाई मैले कल गर्छु, मेसेज गर्छु, आइदिनु नि त, अलिकति प्रमोट गर्नु नि त मम्स सचारको भन्दाखेरि हुन्छ भन्नुहुन्छ होइन, हुन्छ भन्नुहुन्छ, तर आइदिनुहुन्न। अब म बुझ्छु उहाँहरू एकदम बिजी हुनुहुन्छ, आई अन्डरस्ट्यान्ड टोटली। कसैले भिडियो लिनुहुन्छ, पोस्ट गरिदिनुहुन्न है। अब त्यो के परेको छ थाहा छैन मलाई होइन। अनि त्यो गर्दाखेरि के हुन्छ भने चाहिने भनेको हामीलाई अहिले हो, हामी किनभने अहिले ग्राउन्डमा छ, एकदम तल छु। अलिअलि गर्दा त हामी लड्दै पढ्दै त माथि त जान्छौँ नि त जस्तो लाग्छ है मलाई। भोलि त अलिकति हामी माथि उक्लिन सक्छौँ नि त, हामी बिस्तारै लड्दै पढ्दै अगाडि बढ्छौँ होइन। म त बढ्न कोसिस गर्दैछु म। अनि मैले धेरैलाई रिक्वेस्ट गरेँ तर आउनु भएन, दुःख लाग्यो। म पनि त नेपाली हो, उहाँ पनि नेपाली हो, नेपालीलाई हेल्प गरौँ न त होइन भन्ने हुन्छ। मलाई चाहिँ त्यो फिल भएको, अब त्यो फिल मैले हजुरहरूसँग सेयर गरेको कि। अनि बिजी हुनुहुन्छ, अफकोर्स उहाँहरू बिजी हुनुहुन्छ, किनभने उहाँले सबै हेर्नुपर्छ। अब यहाँको नेपालीहरूलाई सबैलाई भ्याउनुपर्छ, उहाँहरूले हेर्नुपर्छ। म त्यसमा माइन्ड गर्ने कुरा हुँदैन, तर अलिकति दुःख चाहिँ मलाई भएको हो। किन धेरै भयो, मैले धेरै भयो, आज 2 वर्ष जति भयो म वेट गरेको, भन्दा नि बढी भयो होला सायद, तर आउनु भएन। कसैले पनि मलाई चाहिँ ऊ गरिदिनु भएन कि प्रमोट गरिदिन्छु भनेर गरिदिनु भएन। दुःख लाग्दो कुरा। अर्को दुःख लाग्दो कुरा के छ भने मेरो छोरा MMA मिक्स मार्सल आर्ट खेल्थ्यो। अनि जब बितिसकेपछि ए हो र भन्ने कुरा गर्नुभयो नेपालीहरू, धेरै साथीभाइहरूले क्या। तर पहिला मैले यसो सोसल मिडिया त यस्तो त टिकटकहरू त थिएन, तर म पोस्ट गर्थेँ उसमा, यो फेसबुकमा अनि इन्स्टाग्राममा होइन पोस्ट गर्थेँ। तर कोही पनि हेर्न जानुहुन्थेन। एकजना मैले छोरा बनाएको थियो जित, ऊ जान्थ्यो हेर्नको लागि, द्याट्स अल। तर कोही नेपाली चाहिने हेर्न जानु भएन। अब मेरो नेबरहरू जानुहुन्थ्यो, उसको कामको जान्थ्यो, अरू हेर्न जान्थ्यो उसको फाइट हेर्नलाई, तर अरू कोही पनि त्यसो जानु भएन कि। मैले भनेको एक आपसलाई नेपालीले सपोर्ट गर्नुपर्छ, आई थिङ्क सो होइन। म त्यो चाहन्छु कि अब मेरो छोरा त अब हेर्छु भनेर पनि उसको फाइट कहाँ हेर्न पाइन्छ र। युट्युबमा 1-2वटा राखेको छ, पहिलाको त कतिवटा निकालिसकेछ, 1-2वटा मात्र बाँकी छ, सबै निकालिसकेछ, छैन नि त अहिले त होइन। अब हेर्छु भनेर पनि पाइँदैन, त्यो भन्न खोजेको कि कति कुराहरू समय हो, टाइम हो कि। म टाइमलाई मैले सबै कुरा छोडेको छु, म भन्छु नि टाइम हो कि, टाइम अनुसार सबै चलिन्छ। अनि म अहिले अब उसको
फाइट कहाँ हेर्न पाइन्छ, पाइँदैन नि त, कसैले हेर्छु भनेर पनि पाएन नि त। त्यो भन्न खोजेको मैले। त्यही पनि केही छैन। अब उसले भनेको कुरा धेरै याद आउँछ मलाई। मम, इफ यु फल डाउन यु हेभ टु गेट अप योर सेल्फ, यु गन बी मोर स्ट्रङ। म अब त्यही गर्दैछु, म लड्दै पढ्दै गर्दैछु, हजुरहरू साथमा हुनुहुन्छ। हजुरहरू गरेर म 2 शब्द यसरी बोल्ने मौका पाएँ। म पहिला पनि भनेको थिएँ, उभिने मौका पाएँ, फेस गर्ने मौका पाएँ। म अनि एकदम एप्रिसिएट गर्छु हजुरहरूलाई। म एकदमै हजुरहरूको सपोर्ट नपाएको भए म आज यहाँ उभिन पाउँदैन थिएँ, बोल्न पाउँदैन थिएँ। थ्याङ्क यू सो मच हजुरहरू सबैलाई, जसले मलाई सपोर्ट गरिरहनु भएको छ। एकदमै भित्रबाट नै थ्याङ्क यू भन्न चाहन्छु म एकदमै। अनि थ्याङ्क्स फर वाचिङ मम्स अचार। मेरो फोन नम्बर हो 5715278900।